र हामीहरू सबैजना नेपालीहरू मिलेर यसलाई चाहिँ हामी साकार आफ्नो सपना साकार बनाउनु पर्ने आवश्यक छ। त्यसको लागि मैले धेरै भनिन, हामी काम गर्ने मान्छे हो, हामीले काम गरेर देखाइ पनि सकेका छौँ, एउटा तहसम्म पुर्याइसकेछौँ र यसलाई पूर्णता दिनको लागि चाहिँ हजुरको साथ समर्थन एकदम आवश्यक छ। हरेक नेपाली जनताको आवश्यक छ, हरेक भोटरको आवश्यकता छ। परिवर्तन चाहने भन्दैमा तपाईँको परिवर्तनसँग तपाईँको परिवर्तनमा भाग लिनु नलिँदै गर्दाखेरि मलाई परिवर्तन चाहियो भनेर मात्र पढाउनु पनि एउटा गलत हो, त्यो पनि गलत हो, त्यो भाष्य पनि गलत हो। त्यो परिवर्तन चाहने व्यक्तित्व जतिजना हुन्छ, आफ्नो देश परिवर्तन होस्, देशको विकास होस्, आफ्नो गाउँठाउँको समस्याहरू समाधान होस् भनेर जसरी हजुरले सोचिराख्नु भएको छ, त्यो सपना देखिराख्नु भएको छ, त्यो सपनालाई पुरा गर्ने हजुरको हातमा छ, हजुरको भोटमा छ, हजुरको निर्णयमा छ। र त्यो निर्णय मेरो विचारमा पक्कै पनि हजुरले सही ठाउँमा त्यसलाई युटिलाइज गर्नुहुन्छ, सही ठाउँमा सदुपयोग गर्नुहुन्छ भन्ने चाहिँ मलाई चाहिँ विश्वास छ। र यसलाई मैले भनिहालेँ हजुरलाई, आरुघाट क्षेत्रमा जुन चाहिँ हामीले सम्पर्क कार्यालय राखेका छौँ, यसलाई सम्पर्क कार्य मात्र नभएर दुःख, हाम्रो जनताको पीडालाई सङ्कलन गर्ने एउटा केन्द्र बनाउँ।